सेवारो अस्तिको चोटि हामीले चाहिँ पाँजाइङले लोफा सिङ्गिङ बनाउन लगाएकोमा हामी स्पष्ट रूपमा चाहिँ पाँजाइङले चाहिँ निर्देशन गरेको मात्रै हो, उसले बनाउन लगाएको वा घरधनी हो, तर बनाउने कर्मीहरू चाहिँ लोफादेम र हाम्फादेम्बा हो भन्ने कुरा चाहिँ हामी क्लियर गर्नुपर्छ। र त्योभन्दा अगाडि चाहिँ च्याब्रुङ बनाउन लगाएको जो सोदुङे लेमाङले चाहिँ बनाउन लगायो र पछि र पाँजाइङ तेन्दुहाङ वा उसको छोरा पाँजाइङ तेन्दुहाङको छोराको लोफा सिङ्गिङ बनाएपछि नाचेको वा लोफा सिङ्गिङ बनेपछि नाचेको भन्ने कुरा चाहिँ हामी स्पष्ट हुनुपर्छ। नाच्नेहरूमा चाहिँ कान्द्याङ फुन्द्याङ लोध्याङ केसामीबाट केवा फुङमा हो भन्ने कुरा चाहिँ हामी क्लियर नै गर्नुपर्छ। र हामी केलाङ नाच्ने समग्र साथीहरूले यसलाई चाहिँ एउटा रिसर्च गरेर हुन्छ वा कसरी हुन्छ यसलाई चाहिँ हामीले चाहिँ केसामी नामसामी नै हो हाम्रो पात्रहरू र यसको चाहिँ मेन उत्पत्तिको रूपमा भनेर हामी लानै पर्छ भन्ने कुरा चाहिँ हो। र हामीले स्पष्ट रूपमा हामी यसलाई चाहिँ बहस गरेर जान सक्नुपर्छ भन्ने कुरा म अनुरोध गर्न चाहन्छु। र आज जुन चाहिँ अब त्यो पछाडिको कुराहरू चाहिँ मुन्दुम सिद्धिसकेपछि चाहिँ अब नाच्ने प्रक्रियाहरूको कुरालाई म सशक्ति यहाँ देखाउन चाहन्छु। के भन्नेलाई चाहिँ अहिले हालचाल केटाकेटीहरूले चाहिँ बोल्ने प्रक्रिया चाहिँ च्याङबुङ भनेको क्या, तर के चाहिँ अगाडिको भाग के मुक्ला र के मुङ्ला अगाडि हामीले भनिसकेका छौँ, के मुक्ला र के मुङ्ला र अगाडिको भाग चाहिँ च्याङ बज्छ, पछाडिको भाग चाहिँ बुङ बज्ने हुनाले च्याङबुङ नामकरण चाहिँ यो समाजले अब अन्य जातिहरूले अन्य थरीहरूले चाहिँ बोल्दै आउँदा चाहिँ च्याङबुङ 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 हुँदै गएपछि नाम चाहिँ अहिले च्याङबुङ रहेको मात्रै हो। नत्र वास्तव यो च्याङबुङ पनि होइन, यो चाहिँ एउटा बजेको रूपले मात्रै नाम रह्यो, तर यसको मेन नाम चाहिँ के नै हो र के लाङ भन्ने नै हुन्छ र केलाङकै कुरा उठ्छ। र यो केलाङ चाहिँ मुन्दुम पछि धेरै पछाडि चाहिँ लिम्बूहरू चाहिँ एकै ठाउँमा बस्नु नसक्ने भयो कि लिम्बूहरू चाहिँ विभिन्न ठाउँ अनुसार बस्ने भयो। ताप्लेजुङथुङमा बस्ने भयो, तेह्रथुममा बस्ने भयो, होइन, 5 थरमा बस्ने भयो, 24 थुममा बस्ने भयो, 76 थुममा बस्ने भयो, इलाममा बस्ने भयो। अनि त्यसभन्दा पनि बाहिर आउट कन्ट्री भनेको चाहिँ सिक्किम, दार्जिलिङ, आसाम, नागाल्यान्ड यी सबै ठाउँमा बसोबास गर्दै गयो। तर जहाँ बस्यो त्यो बसेको समय सापेक्ष र चाहिँ नाचहरू परिमार्जन गर्दै गयो र परिमार्जन गर्दै गयो र त्यो नाचको बनोट पनि बन्यो। ताप्लेजुङको नाच चाहिँ के चाहिँ सानो मादल जतिको भन्दा अलिक सेक ठुलो हुन्छ र उनीहरूको नाच चाहिँ च्याङबुङ नै हुन्छ, नाच्दा हिर्काउँदा च्याङबुङ नै हुन्छ। तर उहाँहरूले चाहिँ च्याङ गर्दा मात्र खुट्टा चाहिँ उठाउँछ, अर्थात् उनीहरू चाहिँ च्याङ गर्दा खुट्टा उठाउँछ, उनीहरूले कहिले पनि भुइँ टेक्दैन, उनीहरू माथि च्याङ गर्दा उठाउँछ। र तेह्रथुमको के चाहिँ अलिकति ठुलो हुन्छ, मिडियम साइज भन्छ, यसले चाहिँ च्याङबुङ नै हुन्छ। तर च्याङ गर्दा चाहिँ च्याङ भनेर बज्दा चाहिँ खुट्टा टेक्ने वा एपमा गर्छ, अब खुट्टा टेक्छ भुइँलाई। त्यस्तै 24 र 5 को चाहिँ धेरै ठुलो च्याब्रुङ हुन्छ। 24 को त एकदम ठुलो हुन्छ, यसको चाहिँ ताप्लेजुङ र तेह्रथुम के भन्दा नि डबल तिरुवा नै ठुलो लामो पनि हुन्छ। त्यो उनीहरूले चाहिँ च्याङबुङ बुङ चाहिँ डबल बज्छ, बुङ च्याङ बुङ हुन्छ, बुङ च्याङ बुङ भएको हुनाले दुवै बजेको बेला चाहिँ खुट्टा एपमा गर्छ। त्यसो भएको हुनाले हामीले समग्रमा हेर्दा चाहिँ कसरतमा चाहिँ कति प्रकारको हुन्छ त भनेर गर्दा भन्दा चाहिँ कसरतमा चाहिँ 2 प्रकारको हुन्छ। एउटा लाङ एपमा लाङ र लाङपङमा लाङ। लाङ एपमा लाङ चाहिँ अघि नै भनिहाले, लाङ एपमा लाङ चाहिँ तेह्रथुम, 24, 5 थर, होइन, इलाम, सिक्किम, आसाम, दार्जिलिङ, नागाल्यान्ड यी पात्रहरूले चाहिँ 76 होइन, यी पात्रले चाहिँ केलाङमाले लाङ एपमा लाङ नाच्छ। र लाङपङमा लाङ ताप्लेजुङ र सङ्घसभाले मात्र लाङपङमा लाङ नाच्छ। त्यसै गरी यो केलाङको आधारभूत नाच हो।
यसले चाहिँ महत्त्वपूर्ण हामीले बुझेर यसलाई कसरी हुन्छ अब हामीले बुझेर तपाईँले बुझाएर बुझ्नुपर्छ भन्ने कुरा चाहिँ हामी क्लियर गर्नुपर्छ। र यो लाङ एपमा र लाङबङमा चाहिँ कसरतको 2 प्रकारको मात्रै हुन्छ। 2 प्रकार भनेको कसरत भनेको आधारभूत नाचो, कुनै पनि कुरालाई बोटलाई जरा बिना हाँगाबिँगा भएर जाँदैन। हाँगाबिँगा एकछिन मात्रै रहन्छ, तर जरा नै बलियो भयो भने चाहिँ हाँगाबिँगा भएर जान्छ। त्यसै गरेर यसलाई चाहिँ हामी कसरतको 2 प्रकारको छ भन्ने हामी क्लियर रहनुपर्छ भन्दै म यो शेषमा नमस्ते गर्छु। सेवा।